हेलो 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 नमस्ते नमस्ते। नयाँ भिडियोमा नयाँ ब्लगमा तपाईँलाई स्वागत छ। म तपाईँहरूको आफ्नै संस्कार र आज म यति बेला चाहिँ यो हाम्रो पाल्पामा रहेको सतवती बजैको मन्दिर जहाँ रहेको छ त्यहाँनिर आएको छु गाइस। तपाईँलाई देखाउन पनि चाहन्छु म बिस्तारै बिस्तारै सबै कुरा तपाईँहरूलाई। र यति बेला म चाहिँ यो जुन तलाउ रहेको छ सतवती बजैको यो तलाउको यहाँ अब परिक्रमा पनि गर्दैछु, वरिपरि घुम्ने हैन। बिहान भएको हातमुख धोएर नुहाएर चोखो मनमा एउटा विश्वास आस्था जनविश्वास भनौँ न, एउटा आस्था अनि बजैप्रति चाहिँ एउटा माया प्रेम बोकेर हामी हिजो राति यहाँ आउन सफल भएका थियौँ र रातभरि यही नै जाडोमा कठाङ लिएर बस्ने पनि मौका पायौँ। र अब बिहान भएर यो भिडियोसँगै होइन तपाईँहरूलाई पनि यहाँ यो जति पनि छ यो तलाउ वरिपरिको है सबै कुरा देखाउन चाहे। ल गाइस है यो चाहिँ घुम्ने यहाँको चाहिँ यो बजैको चाहिँ जुन तलाउ रहेको छ भन्ने गरिन्छ होइन। भन्ने गरिन्छ यहाँको चाहिँ यो जुन तलाउ रहेको छ नि यसमा चाहिँ मेलाको जुन जोग परेको हुन्छ यति बेलाको जोग चाहिँ यो कार्तिक 15 देखि 19 गतेसम्म परेको छ। यति बेला चाहिँ यो पानी माथि माथिसम्म आउँछ भन्ने एउटा जनविश्वास पनि रहेको छ है। त्यो चाहिँ हामीले अहिलेसम्म देख्न पाएको त छैनौँ होइन। तपाईँहरूको यो भिडियो हेर्नु भएको छ नि 15 देखि 19 गते कार्तिकमा आउनु होला यहाँ। यो पानी पुरै तलाउ पुरै भरिएको यहाँ देख्न पाइन्छ भन्ने विश्वास छ गाइस है। तपाईहरुलाई म आज सबै देखाउन पनि चाहन्छु है। यति बेला म चाहिँ यो परिक्रमा पनि गरिरहेको छु यो चाहिँ तलाउको वरिपरि है। परिक्रमा गर्नुपर्छ भन्ने पनि जनविश्वास रहेको सच्चा मनले र सच्चा जनविश्वासले जसले पनि यहाँ आएर सतवती बजैसँग आफ्नो मनका इच्छाहरू आकांक्षाहरू होइन आफ्ना दुःखहरू पोख्छन् उसले पक्कै पनि केही न केही बजैबाट चाहिँ एकदम आशीर्वाद पाउने गरेको भन्ने एउटा जनविश्वास पनि रहेको छ है। लाखौं होइन हजारौं लाखौं एकदम भनौँ न श्रद्धालु भक्तजनहरू चाहिँ होइन बजैसँग आफ्ना दुःखहरू आफ्ना भावनाहरू पीडाहरू पोख्न बिसाउनको लागि आउने गर्छन् गाइस है। देख्न सक्नुहुन्छ तपाईले यहाँबाट एकदम वहाँ सतवती बजैको मन्दिर छ गाइस देख्न सक्नुहुन्छ तपाईले। हो हाम्रो सतवती बजैको दरबार त्यहाँनिर छ। यो चाहिँ वरिपरि परिक्रमा गर्ने चाहिँ एउटा ठुलो तलाउ रहेको छ। यो चाहिँ मेलाको दिन पुरै भरिन्छ भन्ने जनविश्वास रहेको छ। सकिन्छ भने 7 चोटि परिक्रमा गर्नुस्, सकिँदैन भने 3 चोटिसम्म परिक्रमा गर्नु भने तपाईका धेरै मनोकामनाहरू पुरा हुनेछन् भन्ने एउटा जनविश्वास पनि रहेको छ यो मन्दिरमा है, यो सतवती बजैको मन्दिरमा। किनकि यहाँ अहिले मात्र होइन धेरै वर्ष पहिलेबाट नै एकदम मान्छेहरूले आफ्ना वरदानहरू यहाँ आएर माग्ने गर्छन् बजैसँग। सुस्तरी होइन गाइस एकदम जोडले सतवती बजै कि जय, सतवती बजै कि जय। हे सतवती बजै हाम्रा मनका मनोकामनाहरू इच्छाहरूलाई तपाईले पुरा गरिदिनुहुन्छ भन्ने आशा विश्वास र भरोसाका साथ यहाँ आएका छौँ। आशा छ हामीलाई हाम्रा सपना इच्छाहरू पुरा हुनेछन् भनेर जोडले चिच्याएर यहाँ चाहिँ वरदान माग्नुपर्छ। विशेष गरी जब यहाँ जोग चलेको हुन्छ होइन कार्तिक महिनामा त्यति बेला तपाईँ यो मेला लागेको बेला आउँदाखेरि चाहिँ यहाँ माता जाग्नुहुन्छ। माताले त्यति बेला सतवती बजैले सुन्नुहुन्छ होइन तपाईँको पुकार। त्यति बेला चाहिँ मागेको वरदान छिट्टो पुरा हुन्छ भन्ने पनि एउटा जनविश्वास छ यहाँ है। तर हामी त त्यति बेला भन्दा पनि पहिले नै हामीलाई एकदम भनौँ न सतवती बजैले बोलाएर मात्र यहाँ आउने मौका पाउँछ। त्यही मौकाले हामी एकदम छिटो पनि आएका छौँ है गाइस। फेरि पनि सतवती बजैले बोलाउनु भने मेलामा पनि आउने मौका मिल्ला है, मिलोस् भन्ने कामना पनि गर्न चाहन्छु। तपाईँलाई देखाउन चाहन्छु यो पनि रुख देख्न सक्नुहुन्छ धेरै पुरानो रुख हो एकदम है, एकदम धेरै पुरानो रुख अझै पनि जस्ताको त्यस्तै छ गाइस है। उहाँ एकजना पण्डित बाजे हुनुहुन्छ बुवा भर्खर यता सतवती बजैको पूजा सकेर भ्याउनु भयो उहाँले। अब उता सतवती बाजेको होइन सतवती बाजेको मन्दिरमा जानु भएको छ। यतापट्टिको यो मन्दिर जुन छ यो सानो यो ठुलो चाहिँ सतवती बजैको अनि यतापट्टिको यो ठुलो यो सानो चाहिँ सतवती बाजेको बाजे र बजैको मन्दिर रहेको छ गाइस है। तपाईँलाई देखाउन चाहे मैले। थाकिन्छ पनि गाइस है हिँड्दाखेरि एकदम धेरै ठुलो देख्न सक्छु तपाईँले एकदम धेरै है धेरै ठुलो क्षेत्रफलमा फैलिएको यो तलाउ रहेको छ जसलाई परिक्रमा गर्न पनि एकदम सास फुलिएर पनि आउँछ। तर पनि है परिक्रमा गर्नेछु मैले है। यसको 3 चक्कर लगाउने छु। बल्ल 1 हुन लागेको छ। अब त्यहाँसम्म पुगेदेखि 1 हुन्छ अनि 3 चोटिसम्म गर्नेछु मैले पनि। हेर्नुहोस् कति सुन्दर
शान्त एकदम रमणीय वातावरणमा अवस्थित यो सत्यवती बजाइको मन्दिरले सबैको मन एकदम के घरिघरि यहीँ आउनको लागि बोलाइरहन्छ कि एकदम टोलाइरहन्छ। देखिरहनु भएको छ होला तपाईँले भिडियोमा है गाइस। यति बेला म सत्यवती बजाइको मन्दिर नजिकै छु। जय सत्यवती बजाइ जय। तपाईँहरूलाई पनि देखाइरहेको छु गाइस है, यो हाम्रो सत्यवती बजाइको मन्दिर। कतिजना आइसक्नु भएको छ होला, कतिजनाले आएर दर्शन पनि गर्नु भएको छ, कतिजनाको इच्छा होइन वरदानहरू पुगि पनि सकेका छन् होला। हाम्रो पनि पुग्ने छन्, हामीले पनि यही कामना गरेका छौँ, हामीले पनि त्यही आशा गरेका छौँ, हामीले त्यही अरूहरू मागेका छौँ। बजाइले हाम्रो पनि इच्छाहरू सपनाहरू सबै पुऱ्याइदिनुहुन्छ भन्ने एउटा कामना गरेका छौँ, आशा गरेका छौँ, भर परेका छौँ, विश्वास गरेका छौँ। त्यही विश्वास बोकेर मुटुभरि, त्यही जनविश्वास, त्यही विश्वासलाई नै मुटुभरि साँचेर राखेर नै हामी आज होइन हिजो राति त्यो अँध्यारोमा लड्दै पढ्दै कठिन बाटो अँध्यारोमा मोबाइलको लाइट बाल्दै आएका छौँ गाइस है। विश्वास छ हामीलाई हाम्रो पनि सपनाहरू पुरा हुन्छन्, हामीले पनि चाहेका खोजेका होइन माग्न आएका वरदानहरू पुरा हुनेछन् भनेर। एकचोटि भयो गाइस है, भर्खर एक राउन्ड भएको छ। देख्न सक्नुहुन्छ तपाईँले, यो चाहिँ एकदम ठुलो मात्रामा फैलिएर रहेको यो तलाउको 3 चोटि परिक्रमा गर्नुपर्छ भन्ने जनविश्वास रहेको छ र भर्खर एकचोटि भएको छ। अझै म फेरि पनि अझै 2 चोटि घुमेर होइन त्यो जनविश्वासलाई मैले पनि पुरा गर्नेछु। देख्न सक्नुहुन्छ गाइस तपाईँहरूले है, फेरि पनि देखाउन चाहे तपाईँलाई सत्यवती बजाइको मन्दिर यति टाढाबाट है। यसरी हेर्दाखेरि हेर्नुहोस् त कस्तो राम्रो दृश्य है। यति बेला म यहाँ यो सत्यवती बजाइको मन्दिरमा रहेको जुन यो ताल छ, यो तालको परिक्रमा पनि गरिरहेको छु गाइस है। मैले एकचोटि एक फेरा लगाइसकेँ, अब यो मेरो दोस्रो राउन्ड हो है। 3 चोटिसम्म मैले यहाँ परिक्रमा गर्नेछु, किनकि एउटा जनविश्वास रहेको छ जसले पनि यहाँ 3 चोटिसम्म यस तालको परिक्रमा गर्छ उसका हरेक मनोकामनाहरू, इच्छाहरू, आकांक्षाहरू पुरा हुनेछ भन्ने जनविश्वास पनि रहेको छ। तपाईँलाई पनि म सँगै लहर जान चाहन्छु है। यति ठुलो चौडा बाटो छ, आजभन्दा 20-25 वर्ष पहिले यो बाटो एकदम साँघुरो थियो, यहाँ घुम्न पनि धेरै गाह्रो थियो। तर बिस्तारै समय परिवर्तन भएसँगै यहाँ धेरै विकासका कार्यहरू पनि भइसकेको छ गाइस है। यसरी यहाँ डन्डीहरू राखिएको छ, यही देख्न सक्नुहुन्छ तपाईँहरू है। यसरी डन्डीहरू राखेर यसलाई एकदम सुरक्षितका साथ भनौँ न, हिँड्दाखेरि कोही व्यक्तिहरू त नलडुन्, कोही केटाकेटीहरू त नखसुन् भनेर एकदम सुरक्षितसँग यो बाटोहरू पनि बनाइएको छ। यहाँ पनि पक्कीहरू लगाइएको छ, देख्न सक्नुहुन्छ तपाईँले। अनि यो ताललाई पनि एकदम भनौँ न सरसफाइका साथ गरिँदैछ बिस्तारै। अब मेला पर्सि 15 गतिबाट सुरु हुने हुँदा बिस्तारै यहाँ पनि सरसफाइ कार्यक्रम पनि भइरहेको छ है। एकदम मर्म सम्भार पनि भइरहेको छ गाइस है। तपाईँहरू पनि आउन नबिर्सनु होला। 15 गतेदेखि, यही कार्तिक 15 गतेदेखि 19 गतेसम्म सत्यवती बजाइको चाहिँ होइन मेला खुल्ने छ। उहाँ जाग्ने दिन पनि त्यतिखेर नै हो, कार्तिकमा चाहिँ यो जुन मेला लाग्छ त्यति बेला सत्यवती बजाइ जाग्ने पनि एउटा भनाइ पनि छ, जनविश्वास छ है। तपाईँहरू आउन नभुल्नु। यति राम्रो सुन्दर ठाउँ, यति राम्रो रमणीय भन्न प्रकृतिको राम्रो एकदम मजाले आनन्द लिन चाहनुहुन्छ भने, उठाउन चाहनुहुन्छ भने यस मन्दिरमा आउन नबिर्सिनु होला गाइस सबैजनाले है। किनकि हरेक वर्ष आउने भनौँ न यो कार्तिक महिनामा चाहिँ एउटा जोग पर्छ होइन। जति बेला चाहिँ हाम्रो सत्यवती बजाइले चाहिँ आफू होइन जाग्नुहुन्छ त्यति बेला मायाका वरदानहरू छिटो पुरा हुन्छ भन्ने एउटा जनविश्वास रहेको छ। अब मैले चाहिँ यो 3 चोटि यसको परिक्रमा पनि गरिसकिसकेँ है। यो हाम्रो यो तलाउको सत्यवती बजाइको मन्दिरमा रहेको यो जुन तलाउ छ यो धेरै क्षेत्रफलमा फैलिएको है। यो धेरै क्षेत्रफलमा फैलिएको देख्न सक्नुहुन्छ तपाईँले। यो तालको 3 चोटि परिक्रमा पनि गरिसकेँ। अब म चाहिँ हातखुट्टा धुनको लागि यहाँ जाँदैछु है। हातमुख धोएर एकदम मन्दिरमा पनि जाँदैछु एकदम पूजाको लागि। जुन विशेष पूजा चाहिँ मन्दिर चाहिँ त्यहाँ रहेको छ, देख्न सक्नुहुन्छ तपाईँले। त्यहाँ जान्छु म अब एकछिनपछि है। यहाँ जान्छु। सबभन्दा पहिले चाहिँ देखाउन चाहे तपाईँलाई। अब यहाँ गएर चाहिँ हातखुट्टा धुन्छु गाइस है। धोएर मुख धोएर एकदम फ्रेस भएर आफूलाई चाहिँ चोखाएर अनि म त्यहाँ चाहिँ मन्दिरमा जान्छु। अब एकछिन राख्न चाहन्छु गाइस है। यहाँ अब पानी सानी मोबाइल पर्न सक्छ, देख्न सक्नुहुन्छ कति राम्रो कमल फुलेको है। यहाँनिर देख्न सक्नुहुन्छ बिहान यति राम्रो एकदम गुलाबी भनौँ न पिङ्क कलरमा यस्तो राम्रो फुलेको देख्न सक्नुहुन्छ तपाईँले। यो चाहिँ सत्यवती बजाइको मूल मन्दिर रहेको छ गाइस है। तपाईँहरू धेरैजना आउनु भएको छन्, देख्नु पनि भएको छ होला र जसले पनि आउनु भएको छैन उहाँलाई चाहिँ यसैबाट देखाउन चाहे।
बजैले मजाक मान्नु न एकदम। मार हान्ने व्यक्ति चाहिँ माथि हुनु रहेछ। आज एकजना टेन्सन चाहिँ पछाडि मन्दिर छ यहाँ। यहाँ चाहिँ दुर्गा पुज्ने है गाइस, देख्न सक्नुहुन्छ तपाईँले यो मन्दिर। अनि जसले पनि त्रिशूल भएको गर्नुहुन्छ चढाउँछ भने यहाँ चाहिँ त्रिशूल चढाउने। तल आउनुहुन्छ भने यहाँ चाहिँ बोकाहरू हुन्छ होइन, जुन बलि दिने हुन्छ तिनीहरूलाई लिएर चाहिँ यसमा चाहिँ तपाईँहरूले चाहिँ मन्साउने ठाउँ, बलि दिनुभन्दा पहिला मन्साउनु पर्छ नि। यहाँ ल्याएर यो पानीमा यसरी मन्साइन्छ है। तपाईँलाई चाहिँ बलि जुन लिएर आउनुहुन्छ त्यो बलिहरू चाहिँ मन्साउने ठाउँ यहाँनिर गाइस है। यो देख्न सक्नुहुन्छ तपाईँले। अनि यता चाहिँ यो ताल यहाँनिर लिएर ल्याएको तपाईँले बलिहरू मन्साउनु। खास विशेष भनेको एकदम यही ताल। आज म मन्दिर देखाउँछु तपाईँहरूलाई एकदम है। सप्तरीभित्रको जुन बजाइको मूर्ति छ हाम्रो सप्तरी बजे है। सप्तरी बजेको मूर्ति मन्दिर यति बेला यो थाली यो अम्करा धन्यवाद। नमस्ते नमस्ते शान्तिको लागि उन्नतिको लागि प्रगति रहोस् भन्ने शुभकामना प्रगति रहोस् भन्ने शुभकामना धन्यवाद। सत्यमा तपाईँको मन्दिरमा आएर है सेवा गर्ने मौका पाइयो, दर्शन गर्ने पनि मौका पाइयो। सधैँभरि आशीर्वाद रहिरहोस् हामीलाई। ल बुवा है ल जान्छौँ। सकुशल राम्ररी रहनु होला। हरेक वर्ष आउँदा तपाईँलाई नै यसरी नै देख्न पाइयोस् निरोगी भएर एकदम। ल हुन्छ बुवा। ल सत्यवती बजाई कि जय, सत्यवती बजाई कि जय। जामिना ल बजाई बिदा लाग्यौँ, बिदा माग्यौँ। लगाइ जब हामी जाँदैछौँ है, देख्न सक्नुहुन्छ तपाईँले हाम्रो सम्पूर्ण टिम चाहिँ अब राति आएर अब बुटोलको लागि यात्रा गर्छ। सत्यवती बजाइको मन्दिरमा आएर है, जोग नपरे पनि आएर हामीले चाहिँ हेर्ने यताउता सबै पूजा गर्ने मौका पायौँ। बजाइले बोलाएर एकदम ठुलो मौका दिनुभएको छ। फेरि जुराउनु भएको छ भने फेरि बजाइले बोलाउनु भएको छ फेरि पनि अर्कोचोटि आउन पाइयोस्। आँटा ताकेको सम्पूर्ण कामहरू सबैको बनोस्। सबैले जति पनि आउँछन् सबैले चाहेका इच्छा गरेका जति पनि इच्छा आकाङ्क्षा सबै सपनाहरू पुरा होस्। सबैले सोचेको, सबैले आँटेको, कोही पनि खाली हात, कोही पनि निराश भएर फर्किन नपरोस् तपाईँको यो दरबारदेखि तपाईँको घरदेखि। ल जाम किरा अब सत्यवती बजाई अब लाग्यो हामी चाहिँ आजको यात्रा सकेर। आजको यात्रा हामी सत्यवतीको यो पूजा सकेर है, वरहरू इच्छाहरू उहाँलाई भेटेर एकदम फर्की लागेका छौँ गाई चाहिँ। हाम्रो विष्णु सबै ल आउनुहोस् पत्ता छुट्टै सबैजना जानुपर्छ। ल केही भुलचुक भएमा, केही गल्ती अथवा केही हामीबाट केही यताउता भएको भए माफ गर्नु होला। सत्यवती बजाई फेरि पनि फर्केर आउन पाइयोस् तपाईँको यो दरबारमा। छिट्टै भन्दा छिट्टै फेरि फर्केर आउन पाइयोस् तपाईँको मन्दिरमा, तपाईँको सेवामा, तपाईँको घर आँगनमा फेरि पनि आएर यसरी खेल्न पाइयोस्। र गाइस है अब हामी चाहिँ यहाँबाट बिदा लिने तयारीमा छौँ है। हाम्रो केटाहरूले नि यसरी चाहिँ बाइकहरू रेडी गरिसकेका छन् अब है। यता पनि दुईजना खै क्रान्तिकारी। ल अब सबैले बिदा है, बाई बाई। आजको ब्लग चाहिँ यही नै बन्द गर्न चाहेँ है। जय सत्यवती माई के। यहाँ हाम्रो केटाहरू चाहिँ नुहाउँदैछन्, म पनि नुहाएको थिएँ एकदम। हामी पनि आफै नुहाउनु पाएको थियौँ। यिनीहरूलाई पनि यहाँ लगेर आज नुहाऊ भनेर एकदम छुट छ। आज पानी पानी पानी।